के छ गाइज खबर कस्तो लाग्यो त हिजोको म्याच अनि रमाइलो लाग्यो त इन्ट्रेस्टिङ लाग्यो कतिजना हेर्न जानुभयो त्रिपुरी स्टेडियम अति नै इन्ट्रेस्टिङ थियो हिजोको म्याच अनि काठमाडौँ गोर्खाजले एकदम कम्फर्टेबल विन गर्यो गर्न चाहिँ तर आई एम इम्प्रेस्ड विथ सम अफ द प्लेयर है सो लेट्स टक अबाउट इन ब्रिफ अबाउट द म्याच फर्स्टमा ब्याटिङ गर्दै जनकपुर बोलले 131 को टार्गेट दियो अनि आई एम इम्प्रेस्ड आसिफ शेख जुन हाम्रा ओपनर ब्याट्सम्यान एज अ नेपालबाट खेल्दा पनि आई एम इम्प्रेस्ड विथ हिज ब्याटिङ बिकज 50 रन्स इन जस्ट 37 बल इट्स अ भेरी गुड वान फर्स्ट सिजनमा हाम्रो मार्टिन गप्टिलले चाहिँ फर्स्ट इनिङमा चाहिँ 50 रन स्कोर गरेका थिए र यसपालि सिजन 2 मा आसिफ शेख द वान हो र यस्तै ब्याटिङ नेपालको खेल हुँदा पनि कन्टिन्यू होस् भन्ने आशा गर्दछु पावर प्ले ब्याटिङ राम्रो थियो जनकपुर बोल्सको 40 रन स्कोर गर्यो 6 ओभरमा तर 2 विकेट छिटै गवाइदियो त्यसले गर्दा चाहिँ उनीहरूले जे टार्गेट गरेको थियो त्यो टार्गेट चाहिँ स्कोर गर्न सकेन अनि 10 ओभरसम्म पुग्दाखेरि चाहिँ 56 मा फो आउट भइसकेको थियो कि अलिकति छिटै विकेट गवाइसकेका थिए जनकपुरका ब्याट्सम्यानहरूले र आई एम भेरी इम्प्रेस्ड विथ मोयन यादव उनी अक्सनबाट लिएका प्लेयर 34 रन गरे यार 34 रन जस्ट 29 बल विथ 117 स्ट्राइक रेट द्याट्स असम सायद यस्तै खेल कन्टिन्यू गरे भने उनले पक्कै नेपालको नेशनल टिममा एउटा जग्गा चाहिँ बनाउँछन् है यति कुरा चाहिँ पक्का छ इफ यो कन्टिन्युज भयो भने जनकपुरको ब्याटिङ उथलपुथल भएपछि चाहिँ जस मोयन यादव र सामाराकुनले चाहिँ एकदम कन्टिन्यू गरेर टार्गेट चाहिँ 131 सम्म लगेका थिए रुपेश सिंह लास्टमा आएर एउटा चौका त प्रहार गरे फर्स्ट बलमा सो टार्गेट पुगेको थियो 131 गोर्खाजको बलिङ एट्याक चाहिँ एकदम बवाल थियो है हिजो चाहिँ इम्प्रेसिभ मिलिन्द कुमार वान अफ द हिजो 3 विकेट टेकर जम्मा 3.75 को इकोनोमी दिए उनले है वान अफ द फाइन बलर इन काठमाडौँ गोर्खाज बलरहरूले एकदम राम्रो काम गरेर 130 मै रोक्न सकेको जनकपुर बोर्डलाई र सेकेन्ड इनिङ स्टार्ट गर्न आएका आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ जुन कि इंग्ल्यान्डका ब्याट्सम्यान हुन् भेरी यङ भेरी डिस्ट्रक्टिभ ब्याटिङ गरेर 200 को स्ट्राइक रेटमा 46 रन इन जस्ट 23 बल वाउ द्याट्स रियली इम्प्रेसिभ है यो दुईटा ब्याट्सम्यानले काठमाडौँ गोर्खाजलाई एकदमै राम्रो स्टार्ट दिइसकेको थियो पावर प्लेमा 55 रन्स विदाउट लस अनि त्यसपछि प्रहार एकदम कडा थियो एउटा पोइन्टमा गएपछि चाहिँ काठमाडौँ गोर्खाजले एकदम छिटो विकेट लस गरेको थियो तर टार्गेट चाहिँ अलिक कम नै हो फर काठमाडौँ गोर्खाजको लागि चाहिँ त्यो टार्गेट चाहिँ अलिकति कम नै हो भन्छु म चाहिँ झन् त्यो माथि एकदमै राम्रो स्टार्ट पाइसकेपछि त कम्फर्टेबल जित्ने नै भयो र 5 विकेटले जित्यो काठमाडौँ गोर्खाजले यो थियो हाम्रो म्याच समरी र होप्सो जनकपुर बोर्डले अर्को गेममा चाहिँ एकदम राम्रो डिस्ट्रक्टिभ ब्याटिङ लाइनअपले राम्रो गर्नेछ राम्रो टार्गेट सेट गर्नेछ बोथ टिमको लागि बेस्ट विशेस फर द अपकमिङ म्याचेस र आज रहेको छ दुईटा म्याच चितवन राइनोज भर्सेस कर्णाली एक्ट र पोखरा एभेन्जर भर्सेस विराटनगर किङ्स कसको टिम बलियो त कसले जित्ला त ड्रप योर प्रेडिक्सन इन कमेन्ट्स फेरि पनि यस्तै कन्टेन्ट लिएर आउनेछु म फेरि आई विल बी ब्याक टिल देन प्लिज सब्स्क्राइब